विनय कार्य 30 वर्षको सबभन्दा शक्तिशाली प्रमाणित भयो। विक्रम सम्वत 2062-63 7 वर्षको घोषणा पत्रले होइन, 19 दिन दैनिक कर्फ्यू तोडिएर गरिएको जनप्रदर्शनका कार्यले राजनीतिक संरचना नै उल्टाइदियो। इतिहास साक्षी छ निर्णायक कदम चाहिएको दिने परिवर्तनको वास्तविक र पहिलो दिन। तर यत्रो राजनीतिक सुनानी आएर गए पनि तपाईँ र म किन त्यही पुरानो रोग बोकेर बसिरहेका छौँ? किन कवि गोपाल प्रसाद हिमालको कविता जस्तै सोधिरहन्छौँ, आमा त्यो आउँछ कि? वर्षौँदेखि हाम्रो निराशाको वीरलाई आमाले त्यसै गरी भनिरहेकी छिन्, हो बा त्यो आउँछ, तर त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्नेछौ। तर त्यो हिउँ र आगो भन्दा पनि बढ्ता छुइने भएर आउँछ। तर त्यो आउँछ भन्ने आश्वासनमा रमाएर तपाईँ र म अनि हाम्रो पुस्ता कतिसम्म निष्क्रियतामा बिताउने हो र कति बिताउनु पर्ने हो? नेपालमा हरेक परिवर्तनपछि जेलको ताला चाबी मात्र मिलिएको छ। जेलको भित्री संरचना र कैदीको मानसिक अवस्था जस्ताको तस्तै छ। हामी स्वतन्त्रता चाहन्छौँ, तर दास मनोवृत्ति त्याग्न सकिरहेका छैनौँ। त्यसैले त मनोवैज्ञानिक कार्ल गुस्ताव युङ भन्छन्, हिटलरको विरोध गर्ने र केही न केही हिटलर लुकेर बसेको हुन्छ। यदि हामीले सडकमा एउटा गाडी आउँदा बाटो छोड्न हिचकिचाउँछौँ भने हामी कसरी आशा गर्न सक्छौँ कि तपाईँ र मैले जिताएर पठाएको प्रतिनिधिहरू राष्ट्रिय स्वार्थका लागि आफ्नो पद छाड्छन् भनेर? अब यो सङ्घर्ष केवल सिंहदरबारमा मात्र सीमित छैन। यो सङ्घर्ष हरेक घरमा, हरेक कार्यालयमा, हरेक पुस्तामा, हरेक व्यक्तिमा हुनु आवश्यक छ। एउटा 15 वर्ष किशोरी ग्रेटा थुनबर्ग, जसले हरेक शुक्रबार विद्यालय नगएर विश्वव्यापी जलवायु परिवर्तनको आन्दोलनको विरोध गर्दै स्विडेनको संसद अगाडि एक्लै प्रदर्शन सुरु गरे। प्रारम्भमा कोही कसैले साथ दिएनन्, चासो दिएनन्, तर ग्रेटाको एकल पहलबाट विश्वभरिमा लाखौँ मानिसहरूको समर्थन आउन थाल्यो। सन् 2018 अगस्तमा एकजना ग्रेटाबाट सुरुवात भएर सन् 2019 सेप्टेम्बर 20 तारिकमा 40 लाख मानिसहरू विश्वव्यापी जलवायु परिवर्तनको आन्दोलनमा सहभागी भए। एकजना किशोरी हातमा प्लेकार्ड लिएर सडकमा उभिएर एक्लै प्रदर्शन गर्दाखेरि लाखौँ मानिसहरूको सन्तानाद गुन्जन्छ भने परिवर्तन त साना साना कदमबाट त सम्भव हुँदो रहेछ। उनले प्रणाली बदल्नका लागि साथ गरेकी होइनन्, उनले त केवल आफ्नो जिम्मेवारी मात्र वहन गरिरहेकी थिइन्। के तपाईँले आज आफ्नो घरको फोहोरलाई सही व्यवस्थापन गर्नुभयो? यही हो देशमा बनाउने पहिलो कदम। के तपाईँले आफ्नो सन्तानलाई असल नागरिक बनाउन संस्कार दिनुभयो? यही हो सुशासनको पहिलो जन। के तपाईँले आफ्नो खोजमा भइरहेको सानो अनियमितता विरुद्ध आवाज उठाउनुभयो? यही हो भ्रष्टाचार विरुद्धको आवाजमा पहिलो कदम। जबसम्म तपाईँ र म एउटा सानो कामका लागि चिया खर्च दिन तयार हुन्छौँ, तबसम्म सशक्त परिवर्तन केवल चिया कपमा मात्र हुनेछ। त्यसैले